गाइज यो चाहिँ हाम्रो सोनाली कुखुराको चल्ला आज मात्रै आइपुगेको छ हाम्रोमा। हिजो 10 बजे चाहिँ ह्याचरीबाट निक्लेर अनि नाइट गाडीमा चाहिँ डेलिभरी भयो। अनि बिहान चाहिँ हामीले हाम्रो बोर्डिङमा खाना त्यस्तै राखेका छौँ। 100 पिस हो, त्यसमा चाहिँ 1.5 एक्स्ट्रा हालिदिनु भएको थियो। अनि एउटा चाहिँ बिहानै गइसक्यो, कहिले नआउने। अब एउटा यता यस्तो छ, यो साथीले टोक्ने र कुच्ने गरेर यो अवस्था भएको छ, यसलाई छुट्याएर राख्दैछ। बाँकी चाहिँ यस्तो छ। अब चाहिँ म यिनीहरूलाई दिनको अपडेट दिने प्रयास गर्नेछु तपाईँहरूलाई। यो चाहिँ सोनाली लोकल कुखुरा जस्तै हो। अरू पनि म देखाउने छु है त तपाईहरुलाई, हेर्दै गरिराख्नु होला मेरो च्यानलमा। वेलकम ब्याक टु माई च्यानल। साथीहरु फेरि पनि तपाईहरुलाई मेरो भिडियोमा स्वागत छ। म चाहिँ यति बेला तपाईहरुलाई यो फाइटरको पोथी देखाउँदै छु। अहिले चाहिँ यति एक्टिभ भएको छ, तपाईले मेरो सर्ट्स भिडियो पनि देख्नु होला। यो कस्तो अवस्थामा थियो, यसको अहिले दबाई गर्दा गर्दा आँखा पनि ठीक भएको छ। दुईटै आँखा ताल्लेर दाना पनि खान नसकेर मैले चाहिँ यसलाई पुरै मुख च्याति खुलाएर दबाई गर्दा गर्दा अहिले चाहिँ आफै खाने भएको छ। यसलाई चाहिँ मैले केजमा हालेर राख्छु। अहिलेसम्म साथीहरुसँग पनि छोड्दैन यसलाई, अझै पनि कमजोरै छ। अलि एक्टिभ भएपछि बल्ल यसलाई चाहिँ म लैजान्छु त्यही। अनि अर्को चाहिँ हाम्रो यो दुईटा चुचे 10 वटा मध्येको यो दुईटा बाँकी छ। यिनीहरू सबै बाहिर घुम्ने हो, अहिले छोडिदिएको छु। लोकल घुमिराखेछ। यसको काम चाहिँ यहाँ बस्ने, घुम्ने, फुल खाइदिने, तेरो अवस्था यस्तो छ नाजुक। अहिले त ठिक छ। अब यो यहाँ राखिदियो भने फेरि झुङ्राएर बस्छ, यहीँ बस्छ। यिनीहरूलाई यहाँ राखिदियो भने फेरि यसले टोक्छ, त्यही भएर यिनीहरूलाई फ्री गरिदिएको छु। अब अरू हेरौँ है त। जा तल जा। दुई तीनटा फाइटर चाहिँ यहीँ घुमिरहेको छ हाम्रो यो। अनि लोकल चल्लाहरू खेल्न जान निक्लिनु खोज्छ। अहिले त खेल्न दिने होइन तिमीहरूलाई, अहिले खेल्ने होइन तिमीहरू। अलि घुम्ने बेला भएको छैन। एक कोइलर, एक कालो पनि कोइलर, अझै 5 वटा चाहिँ लोकल। रातो रातो शिरसँगको भाले छुट्टिसक्यो सबै। बस यहीँ गाइज, यहाँ चाहिँ हाम्रो परेवा अझै पनि ओठाएर बसिराखेको छ। कहिले कोरल छ हौ, अन्डा कोरलमा मात्रै बसिराखेको छ। अनि यहाँ चाहिँ हाम्रो लोकल कुखुराको अन्डा छ। कतिवटा अन्डा छ हौ? 2, 4, 6, 8, 10, 12, 14 वटा रहेछ अन्डा त। थुप्रै पारिसकेको रहेछ। कहिले कोरलमा बस्छ यिनीहरू। कोइलर अहिले चाहिँ घाम लागेको भएर अलिक सुक्खा हुन्छ, नत्र पुरै गिलो भइरहेको छ। चाहिँ जो चाहिँ हाम्रो ढलाइ त्यति बाक्लो नभएको कारणले गर्दा मुसाले यहाँनिर दुलो बार्दैछ खोरलाई। यो बेहालत छ। एउटा यहाँ दुलो गराइदिएछ, अनि एउटा चाहिँ यहाँनिर पनि छ दुलो तान्दैछ। यहाँनिर पनि एउटा दुलो छ। यो खोरलाई चाहिँ मैले मासतिर सार्दैछु अब, अनि यसलाई माथि सार्दैछु। अनि हो यहाँबाट चाहिँ हो यस यो बराबरको चाहिँ एउटा फेरि तला गरेर 2 तला गराउने सोचिराखेको छु। हेरौँ कतिको सम्भव हुन्छ। जा हेर, जा जा, उठ जा। यो हाम्रो चाहिँ हाँस यहाँनिर आएर खेलिराखेको छ। एउटा कहाँ गयो? हाम्रो हाँसले चाहिँ फुल पारिराखेको छ। ए यहीँ रहेछ त्यो त। जा जा जा, उठ जा। यो दुईटाले चाहिँ हाम्रो अन्डा दिइराखेको छ।
गाइस हाँसको अन्डा चाहिँ एकदम ठुल्ठुलो हुन्छ। अम्लेट खानलाई चाहिँ बेस्ट, तर बोइल गरेको अन्डा चाहिँ खानै सकिन्न, मिठै हुँदैन, गल्लो हुन्छ। अहिले तपाईँले कहिले खानुभएको छैन थाहा होला, हाँसको अन्डा बोइल गरेर खान चाहिँ मिठै हुँदैन। अम्लेट गरेर खानलाई चाहिँ धेरै हुन्छ, ठुलो हुन्छ, धेरै हुन्छ। त्यही हो गाइस हाम्रो घरको पन्छीहरू। यहाँनिर चाहिँ हाँसको फुल पार्ने, यहाँ एउटालाई चाहिँ, तर दुइटैले एकै ठाउँमा फुल पार्छ। यहाँ चाहिँ हाम्रो फाइटरहरू बस्छ। अब यहाँ चाहिँ पुरै फेरि नयाँ सेट गराउनु पर्ने छ। जुली, ओए जुली, आइज, आज म तँलाई लैजान्छु बाहिर। रुक, ओइ ओइ गाइस, है त्यस्तो फोहोर खाने, आइज, ओइ 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 उसले टोक्नु, हाँसले पनि टोक्नु खोज्छ। ल मैले चाहिँ यसलाई टाइम दिएको छैन नि त आजभोलि, त्यही भएर चाहिँ ओइ 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 एक नम्बर फटा भयो यो। ओइ कति उफ्रिन्छ स्याहार। ल यहीँ हो, पर जाने होइन। अब फेरि माट्यो। बस जुली, धेरै दिनमा छोडेको भएर होला, साह्रै पिसाब डिसा लागेको छ यसलाई। गाई चाहिँ हाम्रो बारी पछाडि यस्तो छ जमिन, यहाँनिर खोला छ, पानी सरर बगिरहेछ। अहिलेसम्म त पानी छ, अब एकदिन पछि खरेडी लाग्छ, पानी पनि हुन्न। यहाँ चरा कराइरहेछ अझै। आइज जुली, आइज, ओइ सानो चरा थियो एउटा, ढुङ्गा ढुङ्गा। के सुँगेछस् हो? गाइस तपाईँहरूको घरमा यस्तो पेट्स छ कि नै, कमेन्ट गर्नु होला। हाम्रो घरमा चाहिँ यो एउटा छ, तर साह्रै छुची, यस्तो छुची छ यो। यसले एउटा कुखुरा पनि खाइदिए, भाले चल्ला लोकल। अनि यो चाहिँ नाम चाहिँ जुली, काम छैन यो, एकदम फटा भयो। ए घुम्न चाहिँ मस्तै खोज्छ। अस्ति भर नुहाइदिएको बहिनीले, गोरी भएर बस्यो। गाइस मेरो अब भिडियो चाहिँ लामो हुन्छ, म चाहिँ अब भिडियोलाई यहीँ टुङ्ग्याउँछु। आशा गर्छु तपाईँहरूले भिडियो अन्तिमसम्म हेरिदिनु भयो। यदि तपाईँ च्यानलमा चाहिँ पहिलोचोटि हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर साथ दिनु होला। हाम्रो यो पारिपट्टि चाहिँ के भन्छ यहाँ, नरपुर। ओइ 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 जुलीलाई टेक्नु, नरपुर खानेपानी टङ्की। भिडियो हेरिदिनु भएको लागि धन्यवाद फेरि पनि। अब अर्को भिडियोमा मिल्नेछ है त, म भिडियो बन्द गर्छु। थ्याङ्क यू गाइज, बाई बाई। अब जुलीलाई लिएर जान्छु, फेरि बन्द गर्नु पर्यो। गाइज यो चाहिँ हाम्रो पट्टाइको अन्डा, यो चाहिँ गिरिराजको, यो चाहिँ हाँसको अन्डा, दुईवटा हाँसको अन्डा भरि छ। यो चाहिँ बट्टाइको अन्डा, यस्तो खाना जान्छ। यिनीहरू के गरिरहेछ, सबै खेलिरहेछ।